हेलो एभ्रिवान, नमस्ते। म चाहिँ आज सुन्दर बजारमा छु है। हाम्रो ट्रेनिङ थियो कि, अनि हिजो चाहिँ म घरै फर्किएँ, तर आज चाहिँ हामी साथीहरू सबै सँगै बस्ने भनेर प्लान बनाएका थियौँ है। अहिले चाहिँ हाम्रो साथीहरू नै यतै हुनुहुन्छ। हामी चाहिँ यसो इभिनिङ वक प्लस खाजा पनि खाउँ भनेर यता चाहिँ एकदम मिठो झोल मोमो पाउँछ भन्ने सुनेको थिएँ कि, अनि त्यही भएर हामी झोल मोमो खान आएको। अनि हाम्रो साथीहरू चाहिँ यहाँ हुनुहुन्छ है त। ए सानीमाया हेलो ल है त। यो चाहिँ बक मोमो सुन्दर बजारमा फर्स्ट टाइम होइन बहिनी? यो चाहिँ चिकन है, बहिनीको नि बक, यहाँ पनि चिकन है। अब यसमा डल्लो झोल हालेर हेलो हाल त हाल। म पनि हाल्छु है, त्यो के अरे खुर्सानीवाला नि हाल, पिरोवाला पनि हालौँ सब हालेर है त। यहाँ चाहिँ यो है, अब यसमा राख्ने पिरोवाला ल भयो। पिरो धेरै खानु न, पेट दुख्छ। पिरो खासै खाँदिनँ है, त्यही भएर। ओ झोल मोमो है, ट्राई गरौँ अब। मेरो रहेछ झोल यस्तो छ। मिठो रहेछ। सुन्दर बजारमा गर्मी चाहिँ धेरै है। बेलुका नै भयो है। यो चाहिँ कृषि क्याम्पस सुन्दर बजारको। अनि हामीले खाएको मोमो चाहिँ यो के रहेछ है नाम? लमजुङ झोल मोमो। मिठो रहेछ है एकदम। बहिनी कस्तो शीतल भयो है? एकदम शीतल भएको छ, दिउँसो गर्मीले भने साह्रै गर्मी रहेछ है सुन्दर बजार त। एकदम गर्मी। अहिले चाहिँ शीतल छ साँझमा। ल बहिनी, अनि भन न त, सुन्दर बजारमा तिमीले के देख्यौ नयाँ कुरा? नयाँ कुरा त खासै केही देखिनँ। बाटोहरू एकदम बिजोग रहेछ, बजार पनि। तर ड्र्यागन फ्रुट चाहिँ सबैको घरमा रहेछ है। ड्रागन फ्रुट चाहिँ एकदम यहाँ हुने ठाउँ रहेछ, सबको घरमा छ। अमै त्यहाँ बजार नाचेको हेर न, शीतल भयो। एउटा गीत गाउँ न, सुन्दर बजार भनेर के अरे त्यहाँनिर मायालुको मायाले मन पोल्छ, मन पोल्छ, मन पोल्छ के हुन्छ? मन पोल्छ होला। ओ कस्तो शीतल भएको। ल जाम। ल हामी चाहिँ अब केही सपिङ गर्ने। ए के भयो रे? ए जाम न त उता। केटी हो, मोमो मिठो थियो है। मोमो एकदम धेरै मिठो थियो। मोमो भन्दा नि मोमोको झोल कति मिठो थियो। अब कस्मेटिक पसलमा है, पार्लर हो यो। त नि ब्युटी पार्लर रहेछ, एसपी मालिका। माई गड गर्मी है यहाँ नि। मेरो साथीहरू चाहिँ भित्र केही सामानहरू किन्दै हुनुहुन्छ है। सुन्दर बजार चाहिँ राम्रो, तर एकदम गर्मी रहेछ कि है। एकदम गर्मी लाग्यो मलाई त है। गर्मीले झन् चितवनतिर के होला हालखबर है। बाफ्रे, पसिना त बस्दा बस्दै कति तुरै हुने कि पसिनै, साह्रै गर्मी। अहिले चाहिँ बेलुका चाहिँ हावा चाहिँ शीतल भएको छ है। अनि हामी चाहिँ इभिनिङ वक प्लस मोमो मिठो पाइन्छ भनेर सुनेको थिएँ कि, अनि खाएर आएँ। अब फेरि डिनर नि गर्नै पर्यो है। ऊ चाहिँ मेरो दुध पोखरीको बहिनी हो है। हाम्रोमा चाहिँ डेलिभरीहरू धेरै हुँदैन। अब हुन्छ नि, अब कहिले चाहिँ कस्तो केसहरू के अरे आउँछ होइन। अनि मैले चाहिँ उसलाई सोध्छु है, उसले चाहिँ मलाई जे होस् एकदम के भन्छ त्यसलाई, गाइड गर्छ है। किन उसको प्र्याक्टिकल चाहिँ राम्रो छ, उसको डेलिभरी उसको हेल्प पोस्टमा धेरै हुन्छ है। त्यही भएर अहिले यो भिडियोबाट थ्याङ्क यू भन्छु है। वेलकम दिदी।
रेखे हजुर अनि पाउनुभयो त स्याम्पू हो ल अब कसको कपाल अब सिल्की साइन एन्ड सिल्की हुने भयो ल भन नि त केही कुराहरू गर न ल आउँदैन रे ल है हामी बस्ने होटेल पनि आयो है सुन्दर बजारको सबै राम्रो तर गर्मी है हुन त हामी चिसो ठाउँमा बसेर होला है हिमाली ल भन नि त ल कहाँबाट रे बहिनी म मध्य नेपाल म दुध पोखरीबाट म भुजुङबाट म पनि कोलासोथरबाट 3वटा पालिका है तो अहिले आनन्द भयो है दिनभरि बाफ्रे कठघारामा हुन्छ सिस्टरको धेरै सपिङ रहेछ भाइ खाना खाएर नि हिँड्नुपर्छ है बहिनी के छ तिम्रो विचार मेरो विचार त ओके छ केही प्रब्लम छैन यो चाहिँ हाम्रो रुम हो है रोड देखिन्छ त्यहाँ चाहिँ मजाको छ हामी चाहिँ खाना खान लाग्यो है खाना मिठो छ र हामी बसेको होटेलको चाहिँ आन्टीले यस्तो राम्रो फुल रोप्नु भएको रहेछ है उहाँ पनि प्लान्ट लभर हुनुहुँदो रहेछ यो फोन भइहाल्यो है पिटोनियम जेरेनियम है यो त बुकेतिर हाल्छ नि त एकदमै शीतल भएको छ यो चाहिँ सुन्दर बजार यो फेरि यो पोल्कोमा पुरानो बजार है पुरानो बजार त्यो बत्ती देखेको चाहिँ कुखुरा फार्म भन्नुभएको थियो है यता चाहिँ के रहेछ भने बढी ड्र्यागन फ्रुटको धेरै नै रहेछ कि सबैले आफ्नो त्यो कौसीमा चाहिँ ड्र्यागन फ्रुट रोप्ने के यहाँ पनि छ गर्मी भएर होला कि सायद गर्मीमा हुन्छ नि त हेर्नु त अहिले सबै खाना खाएर बाहिर निस्किनु भएको फुलहरू ल है त म भिडियो गर्दैछु गुड मर्निङ अहिले चाहिँ बिहानको 9 बजे है हामी त थाकेर निदाइछौँ है अब हाम्रो चाहिँ बिहान 9 बजे नै खाना खाने 10 बजेबाट स्टार्ट हो है होइन त बहिनी ल होइन त बहिनी ल हाम्रो खाना चाहिँ यो हो है मिठो देखेको छ र अहिले चाहिँ 10 बजे हामी चाहिँ अब ट्रेनिङ हलमा जाँदैछौँ है खाना खाएर एकदम गर्मी छ होइन त बहिनी हामी चाहिँ अहिले ट्रेनिङ हलमा आइपुग्न लाग्यौँ है यो हो वडा नम्बर 6 को वडा कार्यालय एकदमै गर्मी रहेछ सुन्दर बजार चाहिँ कति भन्ने यो त मैले कतिचोटि भनिसकेँ होला माथि त झन् गर्मी बाफ्रे आज यति होला कट गरा भित्रै यसरी गर्मी है यसरी गरे हामी चाहिँ अहिले कहाँ छ अरे कटघरा हामी कठघरा भित्र छौँ पहिला के थियो भन्दाखेरि र हामी चाहिँ अब सुन्दर बजारको गर्मी छोडेर जाँदैछौँ खोला सोधार त होइन म त मर्सकेको थियो है म अनि बेसी सरसम्म आज ल एकदम गर्मी रहेछ सुन्दर बजार एकदमै ठिक भयो देशर आयौँ र फाइनली म चाहिँ घर आइपुगेँ है जो साथीहरूसँग भेटघाट भयो रमाइलो भयो है
गर्मी पनि धेरै थियो, त्यही पनि हामीले धेरै नै कुरा सिक्यौँ, साथसाथै रमाइलो पनि भयो है। र यति भन्दै म सम्पूर्णलाई बाई बाई भन्न चाहन्छु। ल बाई बाई।